सागर र कान्छीलाई छुट्याउनको लागि अनेक षड्यन्त्रहरू भइरहेको हुन्छ। यता सागर र कान्छीलाई घरबाट निकाल्ने प्रयास भइरहेको हुन्छ भने उता सलिनाले सागरलाई आफ्नो बनाउँछु भनी हर प्रयासहरू गरिरहेकी हुन्छन्। आफ्नो हातमा समेत काटेर रगतताम्य बनाएर सागरलाई समाएर तिमी बिना म बाँच्न सक्दिनँ भनिरहेका हुन्छन् भने यता कान्छीलाई घर छोडेर जानको लागि भनिरहेकी हुन्छन् भने कान्छीले त्यो भोइस रेकर्डहरू सबै गरेर अब सागरको मालिकलाई सुनाउनको लागि तम तयारी गरिरहेकी हुन्छन्। आखिर ती सागरको मालिकको श्रीमतीले भने किन यति धेरै कान्छीको घर परिवारलाई खेदो खनिरहेकी छिन् त? आखिर सागर कान्छीको पूर्व श्रीमानलाई समेत मार्ने व्यक्ति यही हुन् र कान्छीले सबै पोलहरू खोलिदिए भने ती सागरको मालिकको श्रीमतीको पनि बिजोग हुने अवस्था देखिरहेका छौँ र आखिर कान्छीले अब यो पोल खोल्नको सिवाय अरू कुनै उपाय छैन, नत्र घरबाट निस्केर जानुपर्ने अवस्था हुन्छ भने यता सागरले भने अब कसरी कान्छीलाई फकाउँ र कसरी कान्छीलाई सम्झौँ भन्ने मनमा खेलाइरहेकी हुन्छन्। अब के हुन्छ होला त दर्शकबिन, अब यो जानकारीहरू पक्कै पनि हामी अर्को एपिसोडमा लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोला। हवस् त सेवारू, नमस्ते। त्यहाँबाट अगाडि